त्यो पैसा पैसा लाग्छ त्यति पनि गर्न सक्दैन देशमा छ गयो हो नि त नि रात दिन पैसा बाबुको आमाको दिदीबहिनीको पैसा हेरेर हुन्छ आफै कमाउनु पर्यो नि अब ठुलो भयो अब त आएको हामीले रात दिन त्यसको स्वानीलाई पनि ल्याएर त्यही स्वानीलाई पट्टु बोरा पेन्टी मेकअप सामान किन्दै हुन्छ त्यस्तो मान्छे त आफै कमाउनु पर्यो नि बिचरा दिदीहरू पनि त्यति थोरै पैसामा झुन्डिरहेको के दिँदै होला भने आफूलाई कसैलाई लाउन परेन कसैलाई हात थाप्नु परेन आफू इच्छा लागेको खान्छन् इच्छा लागेको लाउँछन् होइन भुकेन नि अन्त मासु कति मिठो हामीलाई किन भन्नुहोस् न त खानु हुन्छ नि त मासु यस्तो हो कि नन्दन यो अहिले त केही पनि होइन हेभिङ दिमाग त्यस एजुकेसन टेस्ट गरेको उसको दिमाग कच्चा हुने होइन अब यिनीहरूलाई पढ्नु परेन गरे होइन त्यसको सर पनि अल्छी गर्छ न त मेहनत त गर्छ यसलाई फाइनलमा नाम निकाल्दैन भनेको त होइन निकाल्छ किन निकाल्दैन भनेर कस्तो भनेको होला फाइनलमा नाम निकाल्न पास भएर आयो हो न टुको लागि कोसिस गर्नु पर्यो कि टुको निकाल्छ कोसिस पनि त हुनु पर्यो नि कस्तो कुरा गरेको छु भाइले पनि तेरो भाइले त्यसलाई प्री प्लान भन्छ क्या त्यसको साथीहरू पनि त्यही भने कि अर्को केटाहरूले के फाइनलमा नाम निकाल्न गाह्रो हुन्छ भन्दै बसेको गाह्रो हुन्छ कि हुनु त फेस टूमा राम्रो गर्यो भने चान्स हुन्छ क्या फेस टू मेन कुरा फेस टूको लागि तयारी हुनु पर्यो क्या अब फेस टूमा राम्रो गरेर फाइनलमा नाम निस्क्यो भने त्यसले लाउरेको लागि कोटा कसो तान्न मिल्छ भन्दा एउटा उसमा एउटा इन्टरभ्यूमा अनि अर्को एउटा एस्से राइटिङ हुन्छ नि त्यसमा राम्रो नम्बर ल्यायो भने गल्लालाई मक्क पार्न सक्यो भने कोटा खान सक्छ त्यसले ओइ गल्ला तेरो नाम के हो रे दुरुस्तै बनाउँछ कि के रोगो राम्रै हो त्यो रोगको त को आउने लास्ट टाइम इन्टरभ्यूमा रोन्छ विचारमा यस्तो मुख छोड्दै जान्छ अब सिङ्गापुरको त विचार कति छिटो हुन्छ असारमा देखिने फेसबुक भदौ महिनामा फेस टू फेरि भदौमै रहेछ चान्सै छैन म त अहिले एकदम सिङ्गापुरको धेरैजनाले एकदम सङ्घर्ष गरेर गर्नुपर्छ भन्छ कि युकेको जस्तो होइन अरे सिङ्गापुरको त अन्त फेस वान देखिने कहिले बाबु असारमा फेरि भदौमा टूको रहेछ तुरुन्तै त्यो धेरै कोसिस